हेलो एभ्रिवान, आज चाहिँ हामी जाँदैछौँ जङ्गल होइन। किनभने निशितको घरमा आज चिन्ता छ, त्यही भएर काउलो र स्याउला लिन जाँदैछौँ हामी। जङ्गल चाहिँ छेउमै छ र छिट्टै पुग्यौँ हामी। अनि त्यसपछि हामी जाँदै गर्दा यहाँ अगाडि किरात धर्मले मान्ने मन्दिर चाहिँ म तपाईँहरूलाई जुम गरेर देखाउँदैछु अलिकति। यो किरात धर्मले मान्नुहुने मन्दिर चाहिँ यो हो। अनि यो रुख चाहिँ किन देखाएको भन्नुहुन्छ भने म सानो हुँदादेखिको हो क्या, यो रुख अझैसम्म ढलेको छैन, अनि त्यही भएर देखाएको। अनि हामीले काउलो पनि भेटिसक्यौँ र निशित माथि चढ्दैछ काउलो काट्नुलाई। अनि त्यसपछि काउलो काट्नुलाई मैले खुर्पाहरू दिएँ, निशितले काट्दैछ। अनि काट्दै गर्दाखेरि अलिकति निशित माथि जाँदाखेरि चाहिँ लड्नु खोज्छ। अनि त्यसपछि मलाई समात्दै भन्छ, अनि म समात्नुतर्फ लाग्छु। अनि त्यसपछि हामीले काउलो पनि काटिसक्यौँ। अनि स्याउला पनि ल्याउनु भन्नुभएको थियो नि त हामीलाई मम्मी ड्याडीले। अनि त्यही भएर स्याउलाको झ्याङ पनि अगाडि थियो। मैले निशितलाई स्याउला पनि काटिहालौँ भने, अनि निशित काट्नु थाल्यो। अनि निशित काट्दैछ। अनि त्यति बेरसम्म चाहिँ मैले अलिकति निशितको भिडियो गर्थेँ नि त पछाडिबाट। अनि काट्नु लाएँ, अनि काट्दैछ निशितले चाहिँ। अनि त्यसपछि हामी छिट्टै आउनु भनेकोले घरतर्फ लाग्दैछौँ। फेरि अहिले गाली गर्नुहुन्छ मम्मीहरूले, अनि त्यही भएर छिटो हामी घर फर्केको। अनि यो बाटो चाहिँ सिधै निस्किँदाखेरि रोडमा सिधा अगाडिको चाहिँ मेरो घर हो है। अनि त्यसपछि त्यहाँदेखि यता चाहिँ निशितको। अनि निशित सरलाई देखाउँदैछु नि त म अलिअलि क्यामेरामा। अनि ऊ चलेको मान्छेहरूलाई देखाउँदा बा म पनि चल्छु कि भनेर अरे क्या। अनि यो सिधै चाहिँ मेरो घर र अलिकता चाहिँ अब निशित सर बोल्नुहुन्छ भनेर मैले क्यामेरा उपट्टि घुमाइदिइरहेको थिएँ। अनि त्यसपछि अब राति चिन्तामा चाहिँ यस्तो भएको छ। अनि हजुरबाहरू त्यहाँ घर छिमेकीको हजुरआमा हजुरबाहरू सबैजना आउनु भएको छ क्या चिनाएर आउनु। अनि हाम्रो समाजमा चाहिँ धामीले भनेको पुग्छ भन्ने मान्यता छ। अनि त्यही भएर सबैजना चिनाएर आउनु भएको थियो। अनि धामी दाइ चाहिँ बसिराख्नु भएको छ। ल आजको लागि यति नै, थ्याङ्क यू।